सबैजनालाई जय मसीह। फेरि पनि तपाईहरुको बीचमा मैले एउटा कविता ल्याएर आएको छु। कस्तो लाग्छ तपाईहरुलाई यो कविता सुनेर कमेन्ट गरिदिनु होला। मण्डलीको पास्टर तपाई एक्लै त छैनन्, एकछिन विचार गरौँ कि। मण्डलीको पास्टर तपाई एक्लै त छैनन्, एकछिन विचार गरौँ कि। यता जाऊ आफै उता जाऊ आफै, हामी पनि थोरै जिम्मेवार बनाऊ कि। यता जाऊ आफै उता जाऊ आफै, हामी पनि थोरै जिम्मेवार बनाऊ कि। सपनाहरू ठुला छन् होला उनको पनि मानिसको मन हो। सपनाहरू ठुला छन् होला उनको पनि मानिसको मन हो। सामान्य व्यक्ति मात्र होइनन् उनी, स्वर्गले चुनेको अभिषिक्त जन हो। सामान्य व्यक्ति मात्र होइनन् उनी, स्वर्गले चुनेको अभिषिक्त जन हो। उनका पनि धेरै इच्छा छन् होला, तर थाँतिरहेका छन् ती आफ्ना चाहनाहरूलाई। उनका पनि धेरै इच्छा छन् होला, तर थाँतिरहेका छन् ती आफ्ना चाहनाहरूलाई। सम्झाउँदै बुझाउँदै सुल्झाउँदैछन् मण्डलीमा आउने ती बहानाहरूलाई। सम्झाउँदै बुझाउँदै सुल्झाउँदैछन् मण्डलीमा आउने ती बहानाहरूलाई। उनका लागि न घाम छ न पानी, हर क्षण मण्डलीको निम्ति घुँडा टेकेका छन्। उनका लागि न घाम छ न पानी, हर क्षण मण्डलीको निम्ति घुँडा टेकेका छन्। मण्डलीको सपना देखेका छन्। के छ तिमीलाई कस्तो छ भनी हरेकको खबर सोध्ने गरेका छन्। के छ तिमीलाई कस्तो छ भनी हरेकको खबर सोध्ने गरेका छन्। निस्वार्थ प्रेम अनि ख्रीष्टको वचनले आफ्नो हृदयलाई भरेका छन्। निस्वार्थ प्रेम अनि ख्रीष्टको वचनले आफ्नो हृदयलाई भरेका छन्। दिनरात भन्दैनन् उनी न भन्छन् चिसो बतास। दिनरात भन्दैनन् उनी न भन्छन् चिसो बतास। एक एकलाई सम्हालेका छन् रतिभर नगरी हतास। एक एकलाई सम्हालेका छन् रतिभर नगरी हतास। पुराना हुँदैछन् उनका झोला फाट्न लागिसके उनका जुत्ताहरू। पुराना हुँदैछन् उनका झोला फाट्न लागिसके उनका जुत्ताहरू। जति पुरानो हुँदै गयो झन् निखारिँदैछन् उनका हृदयका भित्ताहरू। जति पुरानो हुँदै गयो झन् निखारिँदैछन् उनका हृदयका भित्ताहरू। आफूलाई रित्याएर समर्पित छन् यी सबै ख्रीष्टको निम्ति। आफूलाई रित्याएर समर्पित छन् यी सबै ख्रीष्टको निम्ति। ख्रीष्टले पनि सुनेका छन् उनको निवेदन सहितको अन्तर्विन्ती। ख्रीष्टले पनि सुनेका छन् उनको निवेदन सहितको अन्तर्विन्ती। हुन्छ, धन्यवाद।